अहिले संसारभर एउटा सानो बच्चा बाँदरले मानिसहरूलाई भावुक बनाइरहेको छ। जापानमा जन्मिएको बाँदरको बच्चाको कथा अहिले संसारभर फैलिएको छ। उसको नाम हो पञ्च। ऊ जन्मेको केही समयमा आफ्नै आमाबाट टाढा भयो। सानो शरीर, सानो मुटु, तर पीडा भने ठुलो। ऊ एक्लै बसिरहेको देखिन्थ्यो, न खेल्ने साथी, न आमाको अँगालो। त्यसपछि जूका कर्मचारीहरूले उसलाई एउटा नरम खालको ओराङ्गुताङ टोय दिए। त्यही टोय उसले आफ्नो संसार बनायो। ऊ त्यही टोयलाई अँगालो हालेर सुत्छ, डर लाग्दा त्यसैलाई समात्छ, एक्लो हुँदा त्यसैसँग बस्छ। सायद उसलाई थाहा छैन, त्यो केवल एउटा टोय मात्र हो, तर उसलाई महसुस हुन्छ, म एक्लो छैन। सायद उसले त्यो टोयलाई आफ्नै आमाको महसुस गरिरहेको थियो। सायद ऊ त्यो टोयलाई समातेर आफूलाई सुरक्षित महसुस गरिरहेको थियो र आज संसारले देखिरहेको छ। सानो मुटुले पनि पीडा सहन सक्छ, तर त्यो पीडाभित्र पनि आशा मरेको छैन। आमा बिना बाँच्नु भनेको आकाश बिना चरा उड्नु जस्तै हो। त्यसैमाथि संसारले हेप्दा मनभित्र चिच्याइरहेको हुन्छ। त्यसैले आमालाई आजै माया गर, किनकि आमा जस्तो अँगालो फेरि कहिले पाइँदैन। आज पुञ्चको भिडियो हेरेर लाखौँ मानिसहरू भावुक भएका छन्, किनकि हामी सबैको जीवनमा कहिले न कहिले यस्तो समय आउँछ जब हामीलाई पनि कसैको अँगालो, माया र साथ चाहिन्छ। यो सानो बाँदरले हामीलाई एउटा ठुलो पाठ सिकाएको छ। जिन्दगीले साथ नदिए पनि आशा कहिल्यै नछोड्नु। सानो सहारा पनि ठुलो शक्ति बन्न सक्छ। एक्लोपन अन्त्य होइन, नयाँ सुरुवात पनि हुन सक्छ।